हेलो गाइज, यो चाहिँ मेरो डे 6। आज म पहिले पढिरहेको नाउन र आर्टिकल चाहिँ रिभाइज गर्न गइरहेको छु। सरस्वती नाउन के थियो, नाउनमा के हुन्छन् भनेर सरस्वती लेख्छु अनि मजाले सर आफूलाई याद गर्ने कोसिस गर्छु है त। नाउनभित्र भन्ने रहेछ सिङ्गुलर र प्लुरल नाउन, द कङ्क्रिट नाउन, द एब्स्ट्र्याक्ट नाउन। मेन भनेको कङ्क्रिट नाउन र एब्स्ट्र्याक्ट नाउन। कङ्क्रिट नाउन भनेको जस्ट हामीलाई 5 सेन्स युज गर्न सकिन्छ, फिल, टच, सी, स्मेल र हियर। एब्स्ट्र्याक्ट नाउन भनेको 5 युज गर्न सकिँदैन भनेको त्यस्तै रहेछ नि। फेरि सिङ्गुलर र प्लुरल त जसमा यास लगाएको हुन्छ त प्लुरल भइहाल्यो, त्यो सरस्वती याद भइसक्यो। अनि आर्टिकल चाहिँ ए एन्ड द। एको चाहिँ एनी एउटा मात्र भन्ने हुने रहेछ, एनको फेरि AEIOU साउन्ड जसको आहा। त्यसो भने दमा चाहिँ अलिक गाह्रो, अलि धेरै सम्झिनुपर्छ। त्यस्तो युनिक कुरामा चाहिँ युज हुने। अनि फेरि द फेरि केमा युज हुँदैन भनेपछि जस्तो सब्जेक्टको नेम, पर्सनको नेम, अनि फेरि सिटीको नेममा चाहिँ युज हुँदैन।